क्या हो? किन फोन काट्ने? किन मेरो मुड खराब गरे? मुड खराब भने त्यस्तै शङ्करले न त्यस्तो भनेपछि रिस उठ्दैन त? तिमीले भने त मैले के भनेछु त? मलाई नडाँटेर भन। हेर म तिमीलाई साँचो माया गर्छु, म मजा गर्न लाग्छ सिरियस भन्नु। हिजोदेखि मुड चढ क्या छ मेरो। त हाम्रो के मुड खराब भएछ नि के? शङ्करले चिक्या हो किन नडाँटेर भन। शङ्कर मलाई भन्न लाग्यो खाली मुलीमा पागल नबनाई। तिमी आफै भन्छ कि तिमी मजाक गर्छन् भनेर, अझ तिमीलाई मेरो माथि विश्वास नै। अनि तिमीले हिजो शङ्करलाई किन भन्यौ त हाला हाला विनाजु भनेर? अरे भाइ हामीहरू यस्तै भन्छु त त्यहाँ के भयो त? अनि मलाई रिस पनि उठ्नु लाग्छ, हाँसो पनि लाग्न लाग्छ। थाहा छ तिमीलाई म माया गर्छु अनि तिमी दुनियाँलाई हाला हाला भनेर भन्ने रिस उठ्दैन? हामीलाई के रिस उठेन के त? हाम्रो त झन् मुड खराब छ अस्तिदेखि। अनि तिमी भन्न लागि शङ्करलाई, शङ्कर मलाई रेकर्डिङ सुनाउनु लाग्थ्यो हाला हाला विनाजु भन्नु लागि। साँच्चै शङ्कर विनाजु तर लाइनमा कुरा गर त अहिले म यिनलाई भन्छु। फोन लाग्न लाग्छ नि, मैले त्यसलाई नै कति देरदेखि फोन ट्राई गरेँ मैले त। रोगा म अहिले म तिमीलाई हड्काउँछु। खाली मुलीमा गर्न लागेको छ। सुन के सुन्दैनौ तिम्रो पनि? कुरा सुनेर ल्याऊ। सुन्दैन। गाउँमा अरे तिमीलाई 2-3 चोटि मैले टिकेको अरे त यत्रो किच्छु। हे भगवान म पस्ताउन लागेको छु क्या तिमीहरूसँग कुरा गरेर। आजदेखि म कुरै गर्दैन, न तिमीसँग न ती भिनाजुसँग। मजाक नगर। शङ्करले गर्दैन आजदेखि त म कोहीसँग कुरा गर्दैन। शङ्करले चिक्या हो कि नै? अनि त्यसले कसरी थाहा पायो तिम्रो किच्चो ठुलो छ भनेर? मैले त दिएको अरे उल्टा सिधा नबोल है, नबोल। कलश भित्र पनि त्यसको चुचुमा हात हाल्थ्यो। मलाई के भन्दिनँ म त त्यसलाई माया गर्थ्यो अरे, म त्यसलाई माया गर्दैन अरे, म खालि चिक्नलाई मात्र माया गर्छु यताउति भन्न लागेको। मेरो यस्तो मुड खराब भइरहेको छ, म के गरौँ? नजिकको भइरहेको म घाँटी टिपेर मारिदिने थिएँ दुमैलाई। मलाई किन मार्छौ? मैले चिक्या छु तिमीलाई पनि मारिदिने हो, म रिस चढेपछि। अनि हिजो राति शङ्कर भन्न लागेको हाला हाला साली अरे, तिमी भन्न लाग्यो हाला हाला विनाजु अरे। रिस उठ्दैन? तिमीले किन भन्यौ त्यसलाई हाला हाला विनाजु भनेर? चलो उनका माथि त न, कम से कम हाम्रा माथि त विश्वास गर्नु पर्यो नि। तिमीलाई त मेरो माथि पनि विश्वास छैन। ल त्यसले मलाई रेकर्डिङ सुनायो हाला हाला विनाजु भनेको। त त्यतिमा भइगयो के त? हाला हाला भन्दाखेरि के मजाक छ? अब सिकेको हुँदाखेरि पो हाला हाला भन्यो, नभए त्यति कोही भन्छ हाला हाला? हाम्रो पनि साली छन्, हाम्रो सालीले त हामी कहिले भन्दैन हाला हाला साली भन्यो भन रे। रिस लास्ट उठ्या छ कि हिजो रातिदेखि? हामीलाई त उठेन रिस होइन, हामी त सिधा साधा मान्छे, हामीलाई त उठेन रिस। अनि शङ्कर मलाई मस्त भन्न लाग्यो यार दाजु मैले त त्यसलाई चिकेको अरे, म त क्लासभित्र पनि त्यसको चुचुमा हात हाल्थेँ, चुचु माड्थेँ अरे, यताउति किस त कति गरे अरे। हे भगवान मेरो अरू क्या भन्न लागेको थाहा छ? हामी एउटै कोठामा सुत्थ्यौँ अरे, अनि मेरो सुत्ने मन आजसम्म भगवान कसम आजसम्म मैले तिमीलाई देख्या पनि छैन। सुन मेरो मन नभए नि अरे मेरो आङमाथि आएर सुत्ने अरे, मलाई किस गर्ने अरे, आफ्नो हात लिएर आफ्नो चुचुमा दबाउने अरे। हो कि नै? पहिला यो कुरा हो कि नै भन, मलाई क्लियर चाहिन्छ। मलाई थाहा होइन। तिमी खाऊ कसम तिमीलाई सिकेको होइन भनेर? होइन, आजसम्म जब मैले त्यसलाई देख्या छैन त कहाँबाट होला त? क्या होला जो तिमी भन्न लागेछौ? सिक्नु? म पहिला फोन उठाऊ, पहिला म शङ्करसँग झगडा हुन्छ मेरो, अनि तिमीलाई कल गर्छु म। ल आज मेरो पनि हुन्छ झगडा कसम। त्यतिकै यार माया अरू गर्ने भक। आज म पनि तिमीसँग झगडा गर्छु। ल हेर कति झगडा हुन्छ त्यो थाहा हुन्छ। माया मसँग गर्ने, सिकाउने चाहिँ अरूलाई, त्यसो गरेपछि मलाई तिमीलाई रिस उठ्दैन? मलाई रिस उठ्दैन? हेर सुन, जब तिम्रै सोच गलत छ त हाम्रो कहाँबाट होला त? तिम्रै सोच गलत छ। तिमीले भने मैले एकै शब्द भनेर तिमी यति चिडिगयौ। तिमी खुद भन्न लागेछौ हाला हाला विनाजु भनेर। सच्चै भगवान म कहाँबाट फसाए? यिनको कुरामै नआउनु पर्ने हो दिनको। त्यो सब छोड, म शङ्करसँग झगडा गर्छु, फेरि मेरो विनाशसँग झगडा गरे हाला हाला भनेर चाहिँ मलाई चाहिँ नभन्नु पछि। म शङ्करसँग झगडा गर्ने म त दुवैजनासँग लडाइँ गर्छु, भोलि जे पाउँछ लडाइँ गर्छु। आज त म पनि गर्छु। ल आजदेखि शङ्करलाई भन्नु भएन हाला हाला विनाजु भनेर।
आजदेखि म न शङ्कर भिनाजुसँग बोल्ने न म तुमीसँग बोल्ने हो। मसँग नबोलेर सुख पाउँछौ? अर्को केटो पाउँछु, भेट्या निक्करी सुख पाउँछु। अझ हाला हाला भन्ने अर्को केटो भेट्या होला त फेरि। त्यो तिम्रो के अरे पहिला सानै सन्धिको साथी। गलत मान्छेसँग तिमीले पंगा लिया छौ है, मैले भनिदिएको छु। गलत मान्छे म कि तिमी? म। ए हो? गलत मान्छेसँग तिमीले पंगा लिया छौ, धेरै खराब होला है, बुझिहाल आफै। केको फरक? सँग हाला हाला भन्ने हामीलाई कहिले भन्यो हाला हाला भनेर? मैले हिजो राति मात्र एउटा बरा बहिनीको फोटो पठाइदेऊ भनेको। पठाउन अरे म त्यस्तै होइन अरे ऊ शङ्करलाई हाला हाला भन्ने, हामीलाई त्यति फोटो नपठाउन सक्ने। म के माया गर्दैन तिमीलाई? मेरो के मन छैन? मेरो के फलामको छ? कुरा गर्छु यार। भइगयो, आजदेखि नगर्नु मसँग कुरा। बाई, गुड बाई। तिमीलाई त्यो भेट्या होला त अर्को हाला हाला